मार्क्स भन्ने मान्छेको बात हुँदा हुने, लेनिन भन्ने मान्छेको बात हुँदा हुने, जो चाहिँ यो देश बनाउनका लागि हाफ पेन्ट लगाएर यार होइन, हाफ पेन्ट लगाएर सरकारी सेवा सुविधा त्यागेर 4 वर्षदेखि ढुङ्गा बोकिरहेको छ यो देश बनाउनलाई, उसको बात हुन नहुने। आमालाई मैले निवेदन लिएर नाक लामो बनाइदिएँ आमा भनेर मैले जन्मिनु पर्थ्यो? नाक थेप्चे लिएर आएँ त म, होइन? अब थेप्चो नाक भइसकेपछि चाहिँ थेप्चेलाई मात्रै माया गर्छ भने कसले भन्यो? श्रमदानमा चुच्चेले नआउनु भनेको छ र? चुनावमा हामी चुनाव जित्छौँ, जितिसकेपछि यो देशमा प्रत्यक्ष रूपमा जनताले चुन्न पाउने होइन प्रत्यक्ष कार्यकारीको तपाईँको चाहिँ चुनाव गराउँछौँ है। त्यस पछाडि दलतन्त्रको अन्त्य सदाको लागि हुन्छ। दल अर्कवाद भनेको यो देशको कथा हो, यो ढुङ्गाको कथा हो, यो माटोको कथा हो। प्रकृति छेत्रीले रोप्दाखेरि पनि मकै नै हो, बाहुनले रोप्दा पनि मकै नै हो, राईले रोप्दा पनि मकै नै हो होइन। सबैजनालाई हार्दिक नमस्कार गर्न चाहे मैले। के अरे यहाँहरू सबैलाई मेरो हार्दिक सम्मान पनि छ। तपाईँहरू समाजको आँखा है, राज्यको आँखा र कान को रूपमा सञ्चारकर्मीको रूपमा हुनुहुन्छ। आउँदाखेरि अलिक ढिलो भयो, त्यसले गर्दा पर्खन पर्यो है। राति भए पनि न्युज फिड भएको छ र अब थुप्रै कुराहरू त के गर्ने र। अब यहाँ हामी किन आएको भनेर तपाईँहरूलाई सोध्नु मन लागेको होला। हामी चाहिँ यो के भन्छ अरे, हामी अब यो एक्लै कुदेर पनि भएन, थुप्रै वर्ष एक्लै कुदियो। लगभग अब सबै हिसाब गर्दाखेरि 15 वर्ष जति होला एक्लै कुदियो। एक्लै कुद्दाखेरि टिम पनि नबन्दो रहेछ, अनि एक्लै सबै थोक गर्नुपर्ने हुँदो रहेछ आफ्नो। त्यसो भएको कारणले एउटा टिम बनाउँ न त भनेर हामी एउटा राजनीतिक दल स्थापनार्थ अहिले चाहिँ नि अभियानहरू चलिराखेको छ। र त्यसैको लागि निर्वाचन आयोगमा हामीले त्यहाँनिर शनाखत गर्नका लागि आफै फिजिकल्ली प्रेजेन्ट हुनुपर्ने कानुनी बाध्यता रहेको कारणले गर्दाखेरि अब यो तिहारको मौकामा पनि अब चाहिँ नि हामी आएको छौँ। र खासमा चाहिँ त्यो हो म किन आएँ भन्ने कुरामा चाहिँ अब चाहिँ तपाईँहरूको प्रश्न 1-2वटा लिउँ होला। र अरू इन्टरभ्यू लिन चाहनुहुन्छ भने भोलि अल डे म यहीँ हुन्छु होइन। तपाईँहरू अब सबैसँग इन्डिभिजुअल त गर्नु सकिँदैन, भाइबा भ्याइँदैन कि होइन। 2-3जना भएर तपाईँहरूले मलाई सोध्न सक्नुहुन्छ इन डिटेल। आज चाहिँ 2-4वटा प्रश्न सोधेर हामी सुतौँ होला नि। हैरान भइएको छ बाटोमा, पछाडिँदै आयो। हजुर, यहाँले भन्नुभयो नि त्यो एक्लै चाहिँ कति 15 वर्ष जति हिँडिसक्यो, एक्लै हिँड्दाखेरि त्यो जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्न नसकिने रहेछ भन्नुभयो। अब चाहिँ कसलाई समेटेर लान खोज्नु भएको छ? सबैजनालाई है। आकाश जत्रो मन छ मेरो, जहाँ ब्रह्माण्ड अट्न सक्छ भनिसकेपछि सबैजनालाई हामी समेट्न चाहन्छौँ। तर हामीले चाहेर मात्रै नहुँदो हो। पत्रकारहरूलाई चाहिँ म हाम्रोमा आउनुहोस् भन्दिनँ। मैले भने पत्रकार कर्मचारी र शिक्षक कर्मचारी र पत्रकारलाई चाहिँ हामी हाम्रो दलमा कुनै पनि संस्था अथवा त्यो के हुँदो रहेछ भातृ सङ्गठन के भन्ने त्यस्तो गर्दैनौँ। किनभने तपाईँहरू भनेको राज्यको अङ्ग हो, निष्पक्ष हुनुपर्छ होइन। दुधका दुध पानीको पानी छुट्याउने हुनुपर्छ सधैँभरि भनेर हामी पत्रकारलाई चाहिँ गर्दैनौँ। अरू भनेको त्यो काङ्ग्रेस, एमाले, माओवादी, यी रासपा, बालिन सबैलाई बोलाउनु भएको, तपाईँले आह्वान गर्नुभएको? यस्तो छ, कोही पनि मान्छे जन्मँदै कङ्ग्रेस भएर जन्मदैन होइन, एमाले भएर पनि जन्मदैन। त्यसो भएको कारणले गर्दाखेरि एउटा व्यक्ति स्वतन्त्र जन्मन्छ। जन्मिसकेपछि अब रहँदा बस्दा होइन, अब हुर्कने क्रममा, हिँड्ने क्रममा, डुल्ने क्रममा राजनीतिक आस्था राख्ने मान्छे, राजनीति बुझ्ने मान्छे, बुझाउनु त भन्ने चासो राख्ने मान्छे कुनै दलमा जान सक्छ। तर कुनै पनि व्यक्ति पर्मनेन्ट चाहिँ हुँदैन त्यहाँ। त्यसले गर्दाखेरि हो, देश बनाउनका लागि देशभक्त नेपालीहरू एक ठाउँमा आउनुपर्छ। त्यो फागुन 21 गते हुने त्यो निर्वाचनमा चाहिँ
काङ्ग्रेस एमाले मुख्य काङ्ग्रेस एमाले चाहिँ त्यो 21 गते चुनावै हुन सक्दैन भनेर सरकारलाई भनिरहेको छ। तपाईँले चाहिँ हुने देख्नु भएको छ? यस्तो छ, अब हुने देख्नु भएको छ, हुन्छ हुँदैन भन्ने कुराहरू अब भविष्यको कुरा हो होइन। हुन पनि सक्छ, नहुन पनि सक्छ होइन। हु नोज द फ्युचर, भोलि के हुन्छ भन्ने कुरा। तर हामी देश बनाउनका लागि विशेष गरी काम गर्ने मान्छेहरू है, फिजिकल्ली हामी चाहिँ नि पसिना बगाउनु पर्छ भन्ने श्रमदाताहरूलाई मैले सङ्गठित गर्नुपर्छ होइन। र त्यो निर्माण गर्ने हो। चुनाव भन्ने ठुलो कुरो हो। एउटा राजनीतिक दल खोलिसकेपछि चुनावबाट आवधिक रूपमा अनुमोदित भएर जाने होइन, माथि पुगेपछि जनताको म्यान्डेट लिएर गएपछि त्यही अनुसारको नीति निर्णयहरू गर्ने भन्ने कुराहरू ठुलो कुरो हो। तर त्योभन्दा पनि ठुलो कुरो चाहिँ सत्ता प्राप्तिको कुराहरू पनि ठुलो कुरो हो। र त्योभन्दा ठुलो कुरो चाहिँ यो समाज रूपान्तरण गर्नुपर्ने कुरा देख्छु। त्यसो भएको कारणले समाज रूपान्तरणका लागि हामीले अलिकति भिन्न खालको शक्ति निर्माण गर्दैछौँ। मेयर साहब, म प्रश्न गरिहाल्छु। मेयर साहब, जस्तो अहिले के प्रब्लम छ भने सबै दल खोल्ने भनेर लागिरहेछ। जेनजी पनि दल खोल्ने, तपाईँ पनि दल खोल्ने, त्यति मात्र नभएर बालिन पनि दल खोल्ने, कुलमान पनि दल खोल्ने। दल मात्रै हुने भयो, अब भोट कसले हाल्ने, जनता चाहिँ दल मात्रै देख्ने भयो भन्ने पनि गुनासो छ नि मेयर साहब। दल त धेरै छन्, तर हाम्रो श्रम संस्कृति जस्तो फरक होइन, त्यो चाहिँ अलिक फरक छ अरूभन्दा। त्यहाँ भनेको त्यहाँ चाहिँ सबै अट्ने दल खोल्न जस्तो तपाईँ सबैसँग सहकारी गर्न तयार हुनुहुन्छ। देश बनाउनका लागि सबैसँग, म तपाईँसँग मिल्न पनि तयार छु होइन, यहाँ भएका सबैसँग मिल्न तयार छु। यदि देश बचाउने सवाल हो र देश बनाउने सवाल हो भने हाम्रो मन आकाश जस्तो हुनु। जस्तो यो बिचमा त तपाईँ र बालिन बिचको यो टकराव देखिया छ नि, उहाँप्रति चाहिँ यस्तो छ। अब उहाँ आफै दल खोलेर अगाडि बढ्छु भन्दै हुनुहुन्छ भन्नुभयो तपाईँले होइन। अब लोकतन्त्रमा अब संविधानले नै दिएको अधिकार हो त्यो होइन। नागरिकहरू सङ्गठित हुन पाउँछन्, दल खोल्न पाउँछन्। यहाँले अहिले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की प्रति पनि निकै कटाक्ष गर्नुभएको छ नि। कटाक्ष कस्तो खालको? उहाँको काम गतिविधिप्रति विदेशी भनिरहनु भएको छ। त्यो चाहिँ यस्तो छ, अब त्यो के अरे अब ढिलो पनि भइसक्यो होइन। अब त्यो च्याप्टर ढिलो पनि भइसक्यो। तर उहाँ त अहिले पनि हुनुहुन्छ नि त सरकार। उहाँ त हुनुहुन्छ। अब गर्नुपर्ने कुरा अलिक ढिलो भयो होइन। ढिलो काम गर्नु र नगर्नु एउटै कुरा हो। जस्तै असारमा हामीले धान रोप्नुपर्छ होइन, पुसमा जाडोमा हिउँ परि टुसारो झरेको बेला धान रोपेर हुँदैन, ढिलो भइरहेछ। प्राथमिकतामा चाहिँ के विषय पर्नु पर्थ्यो? उहाँको प्राथमिकतामा त अब धेरै विषय पर्नु पर्थ्यो होइन। अब के भन्ने, अब उहाँले पार्नु भएन, मैले सिकाउने कुरो भयो। जस्तो अहिले म त्यसको उहाँले सिकाउनका लागि आएको। मेयर साहब, तपाईँले देखिरहनु भएको नेतृत्व अलिक ठिक भएन भनिरहँदाखेरि तपाईँ केही गरी भनौँ न, अब तपाईँले म नेतृत्व लिन्छु भनेर यो दल खोल्न खोज्नु भएको जस्तो लाग्छ। भोलि यो देशमा म नेतृत्वमा आउँछु भनेर सोचिरहनु भएको छ। तर यहाँ परिस्थिति त्यस्तो छैन। यदि तपाईँ आउनुभयो भने तपाईँको कदम के रहन्छ? एजेन्डा पनि होला, बाटो पनि होला। त्यस्तो छैन भनेको कस्तो रहेछ? काम गरौँ भन्दा काम नगर्ने खालको परिस्थिति रहेछ। जस्तो तपाईँ आउँदाखेरि नि त तपाईँले म चाहिँ प्रधानमन्त्री बन्छु भनेर आउँदा पनि त पाइएन नि त त्यहाँ। यस्तो छ, त्यतिखेर म प्रधानमन्त्री बन्छु भन्दा पनि म देशको नेतृत्व लिन्छु भने हो होइन। प्रधानमन्त्री बन्नु र नेतृत्व लिनु दुईटा फरक कुराहरू हो है। नेता र नेतृत्व दुईटा फरक कुरा हो। यसको अर्थ धेरै लाग्छ। त्यतिखेर के थियो सुन्नु न, म सम्पूर्ण मिडिया मार्फत यहाँ यति धेरै आउनु भएको छ होइन। आदरणीय पत्रकार मित्रहरू सबैजना, म सबैलाई ससम्मान तपाईँको चाहिँ धन्यवाद दिन चाहन्छु। तपाईँहरूले हुबहु जस्तो छ त्यस्तै कुरा जनतामा पुर्याउनु। पत्रकार एकछिन यसको उत्तर दिनु पर्यो होला नि मैले। पत्रकार वकिल बन्नु खोज्नु हुँदैन, पत्रकार न्यायाधीश बन्नु खोज्नु हुँदैन। पत्रकार इज पत्रकार जर्नलिस्ट इज अलवेज जर्नलिस्ट होइन, जसले फ्याक्ट कुरा भन्नुपर्छ। त्यो म विश्वास गर्छु तपाईँहरूले गर्नुहुनेछ। र नेपालको पत्रकार अब पत्रकार जस्तो बन्नुपर्छ होइन। कुनै पनि दलको पक्ष पोषण गरेर विपक्षी दलको मान्छे अथवा त्यसलाई चाहिँ अलिकति बायस गरेर कुनै पनि सामग्री प्रस्तुत गर्नु हुँदैन। म हार्दिक विनम्रताका साथ अनुरोध गर्न चाहन्छु। अब यतिखेर के थियो अवस्था भन्दाखेरि प्रधानमन्त्री बन्न आयो
होइन हर्क साम्पाङ रोएर पनि पाइन्छ र पनि भन्नुभयो। मैले त्यसलाई थुप्रोचोटि होइन क्लियर पनि गरिसकेको छु। एक दुईवटा स्टेटस र भिडियो क्लिपले क्लियर गर्छ पनि के अरे सम्भवतः त्यस्ता आरोपहरू। त्यतिखेर के थियो अवस्था भन्दाखेरि देश त जलिरहेको थियो नि त होइन, दनदनी जलिरहेको थियो। सिंहदरबारमा लागेको आगो निभेको थिएन होइन। तपाईँको चाहिँ नि जेनजी लगायत चाहिँ नि विभिन्न होइन त्यहाँ सुरक्षाकर्मी पनि बिताएको छ। उनीहरूको चाहिँ नि तपाईँको रगत र टाटा है सडकमा हालै थिए। त्यो अवस्थामा देश कता जान्छ भन्ने चिन्ता सबैलाई थियो। म यो देशलाई माया गर्ने मान्छे, त्यसो भएको कारणले गर्दाखेरि यस्तो विषम परिस्थितिमा के गर्ने हो, कसो गर्ने हो, अब कता हो, के हो भनेर मैले बुझ्नु पर्थ्यो। त्यसले गर्दाखेरि म त्यसको लागि आएको। आउँदा विविध कुराहरू भएको, प्रधानमन्त्री बन्नेको के भन्ने कुराहरू थुप्रो आयो होइन। देशले नेता पायो तर नेतृत्व त पायो अहिलेसम्म पायो। असन्तुष्ट छ अहिले र जनता है हो। मैले भन्दै थिएँ त, मैले त्यतिखेर के भन्दै थिएँ भन्दाखेरि उहाँहरू भनेको कानुन पढेर आएको मान्छे, कानुन पढ्ने मान्छेले कानुनकै मात्रै कुरा गर्छ क्या। तर त्यतिखेरको समय अब तर अहिले त ढिलो भइसक्यो, त्यही पनि ढिलो भए पनि मैले अलिकति होइन रिक्याप गराएको। त्यतिखेरको समय भनेको चाहिँ नयाँ कानुन लेखेर जानेमा थियो क्या अवस्था चाहिँ। अनि मैले त्यो त्यत्रो भने, तर मलाई चाहिँ के भन्यो भन्दाखेरि प्रधानमन्त्री बन्न आयो होइन। मै नै नभए पनि उहाँले नै त्यसो गरिदिए पनि त हुन्थ्यो होला नि त होइन र। अहिले प्रत्यक्ष कार्यकारी तपाईँको सिनेको चुनाव भइदिएको भए मैले पार्टी नै खोल्नु पर्दैन थियो होला होइन। मलाई मन पराउनेले जति भोट दिन्थे म लिन्थेँ, अरूलाई मन पराउने जति भोट लिन्थे दिन्थे। अब फेरि तपाईँको के हो त घुमिफिरी मुलुक पार्टी सिस्टममै गयो। जसले चाहिँ सांसद चुन्छ होइन, कार्यकारी त चुन्न पाउँदैन। अनि त्यो तपाईँको छैन एउटा मध्यावधि चुनाव गराउनकै लागि यत्रो ठुलो विध्वंस र यत्रो ठुलो तपाईँको आगजनी, यत्रो ठुलो तपाईँको होइन हामीले त्याग बलिदानी गरेको होइन होला नि। त्यो चिजहरू थियो। अब त्यो त्यति कुराहरू भए अब सबै मान्छे अब फेरि मैले यहाँ पनि भन्नुपर्छ काठमाडौँमा पनि त्यतिखेर आमाहरू रोइराख्नु भएको थियो नि होइन, अहिले पनि रोइराख्नु भएको होला होइन। म त एकदमै धेरै भावनात्मक मान्छे पनि हो कि, भावुक मान्छे पनि आई मिन टु से। त्यसो भएको कारणले गर्दाखेरि अब ती कुराहरू सम्झेर आँसु झऱ्यो मेरो। पत्रकार सम्मेलन गरेको थिएँ, यत्रो धेरै त क्यामेरा त्यहाँ त लानु त छैन, 20-30वटा क्यामेराको अगाडि आँसु थाम्न सकिनँ। आरोप के आयो, प्रधानमन्त्री बन्न नपाएर रोएको भन्ने आयो होइन। देश रुँदा आँसु झर्छ क्या देशभक्त मान्छेको होइन। निर्मम निष्ठुरी कठोर, म ढुङ्गा बोक्छु तर ढुङ्गाको मान्छे होइन म है। मेरो साहब अब यो बसाइको क्रममा कोसँग भेटघाट गर्नुहुन्छ यहाँले? अब कोहीसँग पनि भेट्दिनँ। म खुदसँग भेट्छु, म आफैसँग भेट्छु। ओके, जुन हजुरले चाहिँ अघि भन्नुभयो नि लाइक म पार्टी खोल्दैछु भनेर, अनि तर ओके खोलिसक्नुभयो। संविधानको कुरा आउँछ, नियम कानुनको कुरा आउँछ। खास गरेर नियम कानुन सरकारले बनाइदिने, पावर कलेक्ट गरेर जनताबाट पावर कलेक्ट गरेको नि त, जनताबाट पावर कलेक्ट गरेर चाहिँ नि जनतालाई नियम बनाइदिने, अनि स्वयं जिम्मेवारमा पुगेको मान्छेलाई नियम लागू नहुने, स्वतः रूपमा हेर्ने हो भने त्यही देखियो। ठुलो खालको पावर म्यानिपुलेट भएको देखियो। बहुमतमा मान्छेले कसरी बिलिभ गर्ने, सत्य कसरी चाहिँ पहिचान हुन्छ जस्तो लाग्छ त तपाईँलाई? अब तपाईँहरूलाई मेरो बारेमा अलिकति तपाईँहरूले रिसर्च गर्नुपर्छ। हर्क साम्पाङ को हो, ऊ कसरी आयो होइन, अहिले के गर्दैछ, के भन्दैछ, उसले पार्टी किन बनाउनु पर्यो भन्ने कुरा, यी कुराहरू बुझ्नु जरुरी छ। यो देशमा लोकतन्त्र आएको छैन अहिलेसम्म, बुझ्नुभयो नि। जुन दिन लोकतन्त्र आउँछ त्यो दिन मात्रै ल एन्ड अर्डर मेन्टेन हुन्छ। त्यो लोकतन्त्र ल्याउनका लागि श्रम संस्कृति पार्टी आउँदैछ। यहाँनिर कस्तो भयो भने कुरा बुझ्नुभयो नि, मान्छेहरू ठुलो मान्छेलाई चाहिँ नियम कानुन नलाग्ने, सानोलाई मात्रै लाग्ने होइन। अर्को कुरा ब्लाइन्ड सपोर्टर हुन आवश्यक छैन। दलतन्त्र हो, त्यो दलतन्त्रको अन्त्य गर्नलाई एउटा नयाँ दल आएको छ। अब चाहिँ रियल दल आयो यो देशमा है। कुरा बुझ्नुभयो नि, दलतन्त्रको अन्त्य गर्नका लागि त्यो चाहिँ दलतन्त्र हो क्या। दलको ठुलो मान्छेलाई चाहिँ पक्रिँदैन भने होइन त तपाईँले भन्नुभएको त्यही हो नि त। ठुलो दलको ठुलो मान्छेलाई पक्रिँदैन होइन। तपाईँ आम नागरिक दलसँग सम्बन्धित हुनु भएन, स्वतन्त्र भने तपाईँलाई करेक्ट गरिहाल्छ। एउटा अम्बक भोकाको बेला तपाईँले बारीको अम्बक चोरेर के भन्ने भोकको लागि त्यो टिपेर खानुभयो भने होइन, अब मर्नु आँटेको छ ग्यास्ट्रिक, यहाँ पेट दुखेर
एउटा अम्बक मात्रै तपाईँले चाहिँ नि होइन टिपेर खानुभयो भने अर्काको बारीको तपाईँको चाहिँ त्यो ग्यास्ट्रिक नहोस् बाँच्नका लागि तपाईँलाई लगेर थुनिहाल्छ मुद्दा चलाउँछ तर कोही मान्छेले चाहिँ मान्छे मार्दाखेरि पनि होइन तपाईँको चाहिँ नि उसलाई पक्रिँदैन कानुनले त्यो चाहिँ दलतन्त्र हो अहिलेसम्म आएको भनेको दलतन्त्र मात्रै हो लोकतन्त्र आएको छैन त्यो लोकतन्त्रको उदय गराउँछौँ हामी है तपाईँहरूले मलाई निष्पक्ष रूपमा सघाउनुहोस् क्यामेराको ठुलो तपाईँको चाहिँ भूमिका हुन्छ देशमा न्याय स्थापित गर्नका लागि यदि तपाईँहरूले लोकतन्त्र स्थापित गर्नका लागि निष्पक्ष भएर मलाई सघाउनुहुन्छ भने म यो देशमा लोकतन्त्र ल्याउँछु अर्को कुरा मिडिया म्यानिपुलेसन कतिको देख्नु भएको छ हजुरले थुप्रो छ यहाँले त्यो अघि भन्नुभयो दलतन्त्र हो क्या ठुलो मान्छेलाई कारबाही हुँदैन भने त दलतन्त्र किनभने ऊ संसदवादी ठुलो मान्छे हो नि त त्यसले गर्दा नभए तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भन्नु खोज्नु भएको व्यक्तिलाई मैले तोक्दिनँ तर अब यो घटनाको सिनेरीमा जाउँ न मेयर साहब तपाईँले त त्यो घटना प्रत्यक्ष हेर्नु भएको छ भलै तपाईँ धरानमा हुनुहुन्थ्यो तर काठमाडौँको प्रत्यक्ष चाहिँ त्यो रगत बगिरहेको देखिरहनु भएको थियो भलै भिडियोबाट हेर्नुभयो होला आज तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्नुभयो होला उहाँले बोलेका कुराहरू ल त मलाई समातेर देखा म काठमाडौँभन्दा बाहिर कतिवटा ठाउँमा जानुपर्छ म जान तयार छु तपाईँ जुन बाटो आउनु भएको थियो नि त्यो बाटो नै उहाँ हिँड्न तयार छु भनिसक्नुभयो भनेको उहाँलाई त यो सरकारले रोके पनि रोकिन्न भनेर उहाँले सिधै चेतावनी दिइसक्नुभयो केपी शर्मा ओलीको एक खालको अभिव्यक्तिले जनताप्रति र ती शहीद परिवारप्रति कस्तो खालको चाहिँ पीडा बोध होला त्यो त अत्यन्तै के अरे नराम्रो पीडा बोध हुन्छ होइन त्यो चाहिँ छ तर त्यही त मैले अघि भने त म यहाँ काठमाडौँ आएँ 500 किलोमिटर गाडीको बाटो आज आउने बाटो कर्फ्यू लागिराखेको बेलामा त्यतिखेर मैले बारम्बार भनेको होइन अब यो सरकारले कारबाही गर्न सक्छ जस्तो मलाई चाहिँ लाग्दैन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्री मलाई लाग्दैन आई डोन्ट थिङ्क मैले त्यतिखेर एउटा स्टेटस पनि लेखेको थिएँ गर्नुपर्छ कि पर्दैन तपाईँको उसबाट चाहिँ हेर्दाखेरि अब यस्तो छ अब ल एन्ड अर्डर मेन्टेन गर्ने काम सरकारको हो तर यो सरकार कसरी बनेको छ भन्ने कुराहरू पनि होला त्यहाँ थुप्रै कुराहरू कारबाही गर्नुपर्छ कि पर्दैन लेजिटिमेसीको कुरामा यदि तपाईँ सरकारमा हुनुहुन्थ्यो कि कारबाही गर्नुहुन्थ्यो अब भएन के त्यो हाइपोथेटिकल कुरा गरिरहेको बनाउन खोजेको रहेछ भन्ने खालको कुरा कति गरिरहेको ओके नेताले बहुमत कलेक्ट गरेर जुन पावर लिइसक्नुहुन्छ पावर लिइसके पछाडि आफ्नो गल्ती म्याक्सिमम नेताहरूले एक्सेप्ट गर्नु हुँदैन र आफ्नो गल्तीलाई एक्सेप्ट गरेर सुधार्न सक्नु चाहिँ सबैभन्दा महानता हो जस्तो लाग्छ यस्तो छ सुधार्ने होइन दण्डभागी कसलाई विश्वास गर्ने जस्तो लाग्छ त तपाईँको विचारमा किनभने पावरमा पुगिसके पछाडि सबै कुरा मेरो सही हो भन्ने जस्तो लागेको हुन सक्छ आफ्नो गल्ती कुरालाई स्वीकार्ने कि नस्वीकार्ने त एभ्री पर्सनले होइन कसको हकमा त्यो चाहिँ जो पनि पोलिटिसियन त्यो त यस्तो छ अब गल्ती सुधार्नु पर्छ अपराध गरेको हो भने कानुनन अपराध हो भने चाहिँ दण्डभागी बन्नुपर्छ हजुर एकदमै साहब अबको तपाईको अभियान के हुन्छ हामी अहिले संगठन विस्तारमा छौँ तीव्र गतिमा छ होइन अब नेपालभरि हाम्रो संगठन हुन्छ हामी श्रम गर्छौँ सबै मान्छेलाई म चाहिँ नि औजारसँग जोड्छु विचारले मात्रै देश बन्दैन विचार सँगसँगै औजार चाहिन्छ चेतनाले मात्रै देश बन्दैन चेतना सँगसँगै हाम्रो बाँझो माटोमा पसिना बग्नुपर्छ उत्पादन र निर्माणमा लैजान्छौँ हामी हाम्रो देशलाई होइन चुनावहरू आउँछ चुनावमा हामी चुनाव जित्छौँ जितिसकेपछि यो देशमा प्रत्यक्ष रूपमा जनताले चुन्न पाउने होइन प्रत्यक्ष कार्यकारीको तपाईँको चाहिँ चुनाव गराउँछौँ है त्यस पछाडि दलतन्त्रको अन्त्य सदाको लागि हुन्छ दल चाहिँदैन मान्छेलाई प्रधानमन्त्री बन्नलाई अथवा चाहिँ कार्यकारी के हुन्छ होइन त्यो बन्नलाई दल चाहिँदैन त्यस पछाडि मात्रै दलतन्त्र बन्द भइसकेपछि मात्रै तपाईँले भने जस्तो अघि भर्खर हाम्रो पत्रकारज्यू हाम्रो यता बहिनीले भने जस्तो सोधे जस्तो ठुलोलाई चाहिँ कारबाही नहुने सानोलाई किन हुने भन्दाखेरि सबै यो दलतन्त्रमा फसेकोले क्या पुलिसै दलको छ अहिले
न्यायाधीश दलको छ, पत्रकार दलको छ, यहाँ तपाईँहरू कुन कुन दलको हुनुहुन्छ भनेर सोध्न नमिले। तपाईँ त राज्यको देशको हो क्या तपाईँ। मेयरज्यू नि हजुरको पार्टीको नि श्रम संस्कृति पार्टीको यसलाई अगाडि बढाउनका लागि चाहिँ अनिवार्य श्रम र श्रमदानको नीति चाहिन्छ भन्ने दर्शन हो। लेफ्ट पनि होइन, राइट पनि होइन, हामी विदेशी नीति पढ्दैनौँ, सेन्टर पनि होइन। यता सुन्नु न, हामी लेफ्ट पनि होइन, राइट पनि होइन, अप पनि होइन, डाउन पनि होइन, हामी जहाँ छौँ हाम्रो धरातलमा हुन्छ यो है। हामी स्ट्रेट अगाडि जाने, फरवर्ड जाने अगाडि। अब हामी यो अनेक परिको तपाईँको छैन होइन, मान्छेको कहानी पढेर यो पढेर होइन, अब यो देशको माटोको कथा, माटोको व्यथा होइन, यथार्थमा धरातलमा उभिएर अगाडि। तपाईँ श्रम पिता चाहिँ हो कि होइन सर? श्रम पिता त अब हाम्रो श्रमदाताहरूले भनिरहेछ। मैले सोध्ने यस्तो छ, मैले आफ्नो नाम चाहिँ मैले आफैले के अरे दिने होइन। अर्कोवादको बारेमा सर अलिकति व्याख्या गरिदिनुहोस् न, यो धेरैको प्रश्न छ कि सर। यति हो अर्कोवाद भनेको। तपाईँहरूले मार्क्सवाद भन्दा संसारको वाद भन्दा माथि भन्नुहुन्छ होइन, सुन्नु न, जबरजवाद भन्दा सबै वाद भन्दा माथि भन्नुहुन्छ, त्यो कसरी हो? सरल भाषामा बताइदिनुहोस्। सुन्नु न, पार्टीको लागि त आइडियोलोजी चाहिन्छ होला। सुन्नु न, यस्तो छ, टेक्ने ठाउँ त चाहियो होला सुन्नु न है। मार्क्स भन्ने मान्छेको बात हुँदा हुने, लेनिन भन्ने मान्छेको बात हुँदा हुने, जो चाहिँ यो देश बनाउनका लागि हाफ पेन्ट लगाएर यार होइन, हाफ पेन्ट लगाएर सरकारी सेवा सुविधा त्यागेर 4 वर्षदेखि ढुङ्गा बोकिरहेछ यो देश बनाउनलाई, उसको बात हुन नहुने? हरको बात जिन्दाबाद हो, यही हो। कुरा पढ्दा हुने हामीले होइन, विदेशीको लेनिनको कुरा पढ्दा हुने, स्टालिनको कुरा पढ्दा हुने, अनि हर्कको कुरा पढ्दा नहुने? हर्को बात जिन्दाबाद भनेको मेयरज्यू यो देश त्यसो भए यो देश चाहिँ कोट लाउनेले बिगारेको हो त? कट्टु लाउनेले मात्रै बनाउँछ त्यसो भए? हो, कट्टु लाउनेले। एउटा सुन्नुहोस्, सुविधा भोग गर्ने मान्छेले सुन्नुहोस् है, राम्रो उहाँले राम्रो कुरा गर्नु है। सुन्नुहोस् है, के छ भने सुविधा भोग गरेर नेता बाँच्नु हुँदैन है। हाम्रो पार्टीमा चाहिँ फेरि नेता हुँदैन, अनौठो छ। अगुवा श्रमदाता मात्रै हुन्छ, कार्यकर्ता हुँदैन, श्रमदाता मात्रै हुन्छ। यहाँ श्रमदाताहरू हुनुहुन्छ हो, यतिखेर ताली बजाउनु पर्छ हो, यतिखेर चाहिँ ताली बजाउनु। अब सुन्नुभयो यहाँ, किन भन्दाखेरि अब त्यसो भन्दाखेरि मलाई पत्र सोध्नु हुने हाम्रो पत्रकारजी आफै कोट लगाइराख्नु भएको छ। कोइन्सिडेन्स म यहाँ खाको कार्यक्रमबाट आउँदैछु सर। सुन्नु न, कोइन्सिडेन्स हो भन्नुको मतलब यसलाई नलैजाउँ। उहाँले प्रश्न त्यस्तो सोध्नु हुँदैछ, फेरि म चाहिँ टिट फर ट्याट खालको उत्तर दिन्छु कि, त्यही भएर अलिक रोचक हुन्छ र पत्रकार राम्रो सुन्नु है, राम्रो सुन्नु ल। मेरो मान्यता के छ भने मेरो गीतै छ, ती मेरा गीतहरू नै मेरो मान्यता हुन्, मैले लेखेका मेरो स्टेटसहरू नै मेरो मान्यता हुन्। एउटा मेरो गीत के छ भने, नेतालाई धनी हुने अनुमति हुँदैन जबसम्म देश गरिब रहन्छ, नेतालाई हाँस्ने अनुमति हुँदैन जबसम्म देश रोइरहन्छ है। त्यही भएर जेन्जी त्यत्रो जेन्जी बित्दाखेरि रोएको क्या म। यो देशको कोही मान्छेले होइन जेन्जी बित्दाखेरि तपाईँको कपाल खौरेर तपाईँको छैन होइन दुःख बोक्यो, मैले बोकेँ नि होइन, बोकिन हो। किन भन्दाखेरि हाँसे यो देशसँगै हाँसौँला, रोए यो देशसँगै रोउँला होइन। कुरा बुझ्नुभयो नि? देश बिर्सिएकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्म होस्, यही माटोमा जन्म होस्। यो पनि मेरो गीत हो। देश रोइराखेको छ अनि म हाँस्नु सकिनँ, म रोएँ। रोँदा मलाई के भने, प्रधानमन्त्री नपाएर रोएको। प्रधानमन्त्री त हेर्नुहोस् पक्दै गर्नु के अरे पर्खिँदै गर्नुहोस्, त्यो कुर्सीको एउटा चाहिँ हकदार मान्छे म पनि हो। जस्ट अ म्याटर अफ टाइम। मान्छेले धेरै खिसी कोट लाउनेको कोट लाउनेले नि बिगारेको हो त सर देश। तपाईँलाई यहाँनिर एउटा मैले गर्नु छ नि त, यहाँ मेरो फोटो सेभ चाहिँ नहेर्नु, यहाँ माथि पढेर सुनाउनु त सरले
के लेखेको छ देश सोच्न सकु म देश बोल्न सकु अनि तल गर्न सकु म देशकै लागि मर्न सकु 24/7 देशको लागि सोच्ने मान्छे हैन जे म सोच्छु हैन देशको लागि सोच्छु जे बोल्छु म देशकै लागि बोलिरहेको हुन्छु जे गर्छु त्यो देशको लागि गरिरहेको हुन्छु मर्दाखेरि पनि यो देशकै लागि मर्न पाऊँ है यो चिज हो त्यसले गर्दाखेरि हैन हर्क साम्पाङ भनेको के हो त भन्दाखेरि देशको चिन्तन हो देशको भक्तिभाव हो देशप्रतिको समर्पण हो यसरी बुझ्नु होला कति मान्छेले ढोंगी गर्यो के गर्यो भन्छ त्यस्तो मान्छे चाहिँ हाम्रो श्रमदानमा आयो भने म 50 केजीको ढुङ्गा उहाँले एउटा के भन्नुभयो संस्कृति पार्टी संसद पुनर्स्थापनाको पक्षमा छ कि छैन संसद पुनर्स्थापनाको पार्टी अग्रगामी अघिल्तिर एडभान्समेन्टमा हैन विश्वास गर्छ पछितिर जाँदैन भनिसकेपछि त्यसको उत्तर पाउनु भयो हैन अघिल्तिर बढ्छ पछाडि फर्किँदैन कुनै पनि दिन जातिवादी पार्टी भयो तपाईहरुको त्यो जुन यो प्रश्न कतिखेर आउँछ भनेर सोचिरहेको थिएँ अघि ट्याग पनि त्यस्तै लाग्छ के तपाई क्रिश्चियनहरुमा जानुहुन्छ पास्टर बनाइदिन्छ मुस्लिमकोमा जानुहुन्छ अल्लाह बनाइदिन्छन् बुद्धिस्टकोमा जान्छ म सबै हो बुद्धिस्ट बनाइदिन्छ म सबै हो हैन अहिले पछिल्लो समयमा तपाईलाई मिडिया ट्रान्सलेट गरियो कि तपाईलाई श्रम संस्कृति पार्टी चाहिँ राई लिम्बुको मात्र पार्टी हो भनि यसलाई अलिकति प्रश्न गराइदिनु त्यहाँ धन्यवाद छ यो लास्ट प्रश्न राखौँ हैन अरु प्रश्नहरु छ भने चाहिँ भोलि आउनु होला म अलरेडी यतै हुन्छु एकछिन त्यता गइन्छ होला त्यसपछि म अन्यत्र जाँदिन धन्यवाद छ अब मलाई सबैले कहिले के रे पास्टर भनेको छ कहिले खोइ के जति भनेको छ कहिले के भनेको छ हैन म सबै धर्मलाई रेस्पेक्ट गर्छु म चर्चमा पनि जान्छु मन्दिर पनि जान्छु पशुपतिनाथ पनि गएँ हैन बौद्ध पनि गएँ मस्जिद चाहिँ गएको छैन हैन बाहिर विदेशमा हुँदा चाहिँ गएको थिएँ यता चाहिँ गएको छैन त्यहाँ पनि जान्छु सबै धर्मलाई मैले सम्मान गर्छु किनभने हर्क साम्पाङ भनेको चाहिँ प्रकृतिवादी हो संस्कृतिवादी हो प्रविधिवादी पनि हो त्यसले गर्दा फेसबुक धेरै चलाएको है अरू नेता जस्तो होइन म है म भनेको अप टु डेट हुन्छु हैन टिकटक पनि आइडी छ इन्स्टाग्राम चाहिँ चलाउनु भ्याएको छुइनँ तर आइडी चाहिँ छ आई मस्ट बी अपडेटेड क्या हैन उमेर पो के अरे जेन कता पुगे त तर प्रहर त जेनजी नै हो नि हैन त्यसले गर्दाखेरि प्रकृतिवादी मान्छेले सबैलाई माया गर्छ संस्कृतिवादी मान्छेले सबैको संस्कृतिलाई सम्मान गर्छ है त्यसो भएको कारणले गर्दाखेरि म सबै मान्छेलाई सम्मान गर्छु अब आमाको कोखमा हुँदाखेरि निवेदन लगाएर नाक यस्तो मलाई चाहियो है भन्नु नमिलेर थेप्चे नाक लिएर आएँ मैले यसमा मेरो के दोष छ छैन मेरो हरेक पल यो देशको लागि छ हरेक वचन यो देशको लागि छ हरेक कर्म यो देशको लागि छ र मर्दा पनि यही देशको लागि मर्न पाऊँ भनेर मैले चाहिँ त्यो मन्त्र यहाँ आनेर गीत हो यो मेरो फेरि गीत छ गीत त मेरो 1000 वटा छ कुनै दिन सुनाउँ भनेको गिटार लिएर बसौँ भने हैन सुनाउन 6 महिना लाग्छ 6 महिना चाहिँ लाग्छ मेरो सुन्नलाई तर है त्यस्तो मान्छे पो त म त हैन घरि के भनेको छ घरि के भने मेरो आमालाई मैले निवेदन लिएर नाक लामो बनाइदिएँ आमा भनेर मैले जन्मिनु पर्थ्यो नाक थेप्चे लिएर आएँ त म हैन अब थेप्चो नाक भइसकेपछि चाहिँ थेप्चेलाई मात्रै माया गर्छ भने कसले भन्यो श्रमदानमा चुच्चेले नआउनु भनेको छ र छैन भनेको छ यहाँ भनेको छ हामी सम्पूर्ण जात-जाति आउनु न क्षेत्री बाहुन आउनु कामी दमै आउनु को आउनु न मुस्लिमहरू आउनु मधेसी आउनु श्रमदानमा चाहिँ खाली त्यो नाक थेप्चे मात्रै आइरहेछ अनि त्यहाँ देख्दो रहेछ श्रमदान त यो चाहिँ नाक थेप्चेको पार्टी रहेछ होइन है त्यस्तो होइन त्यसो नभन्नु तर म जातीय विभेदको विरोध चाहिँ गर्छु फेरि किनभने हामी एउटा मान्छे हो मान्छेले मान्छे जस्तो व्यवहार गर्नुपर्छ मैले अस्ति गाईघाटको दिन पनि भने होइन गाईघाटमा पनि मैले चाहिँ केही भने म त श्रमदानमा नि सर्प भेटिँदाखेरि पनि सर्पलाई यसो गरेर पर लानुपर्छ है भन्ने मान्छे हो श्रम संस्कृति पार्क भन्ने पार्कको बारेमा सुन्नुभयो होला
त्यहाँ अधिकांश के अरे फलफुलको बिरुवा छ। त्यो फलफुल चाहिँ मैले भानुचोक झर्ने छाताचोकभरि तपाईँको फैलिएको बाँदरको लागि रोपिदिएको। यसपालि थुप्रो तपाईँको अम्बक फल्यो, कम्ता खाए बाँदरले। अब बाँदरलाई त त्यत्रो माया गर्ने मान्छेले मैले चाहिँ अरू जातीय चाहिँ फल्ना त्यस्तो भन्नु मैले कसरी त्यस्तो भयो? कसले भन्यो त्यो है? त्यसले गर्दाखेरि श्रमवादी मान्छेले होइन, श्रम संस्कृतिवादी मान्छेले श्रमको कुरा गर्छ है। छेत्रीले रोप्दाखेरि पनि मकै नै हो, बाहुनले रोप्दा पनि मकै नै हो, राईले रोप्दा पनि मकै नै हो होइन। तपाईँको छैन मकै उसले रोप्यो भने त्यहाँबाट छैन प्रकृतिले मकै नै फलाउने होला नि होइन। प्रकृतिले धान फलाउँछ मकै रोप्दा? फलाउँछ त? फलाउँदैन। प्रकृतिले विभेद गर्दैन भने प्रकृतिवादी मान्छेले विभेद गर्न मिल्छ? मिल्दैन। द्याट इज द थिङ। तर योगदानको कुराहरू आउँछ है, यी कुराहरू छन्। र यति मैले भने यहाँहरू सबैजनालाई हार्दिक नमन गर्न चाहन्छु।